ल बुढी माइतमा तीज मनाएर एकदम चङ्गा जस्तै भएर आऊ ल। मेरो टेन्सन नलिनु न, मसँग त ड्राइभर छँदैछ नि। बरु हजुर आफ्नो ख्याल राख्नु होला। गयो ल बुढो। हस् बुढी, ल राम्रोसँग जाऊ। आऊ न। सुन त, त्यहाँ दायाँ बायाँ गर्लास् नि, मैले सारा सम्पत्ति तेरो हातमा दिएर पठाएको छु। हे तिर्का साउजी, मेरो कपाल बाङ्गो भयो भने मान्छे सोध्छु के। हेर्नु त, तपाईँकोमा काम गरेको 10 वर्ष भइसक्यो। कुकुरभन्दा वफादार छैन त म। त्यो त छ। अनि ल बस्नु है, हामी गएर आउँछौँ। ल ल बिस्तारै जा है। यतिको वफादार र सोझो ड्राइभर संसारमा कहीँ पनि पाइँदैन। आज त मेरो बुढी घर आउने दिन। आफ्नै बुढी घर आउँदा पनि मन सिङ्ग हुने रहेछ भने। होइन के देख्दैछु? लौ न नि। होइन यो के हो? के न के तिजमा धेरै दर खाएर पेट ठुलो भएको। तेरै काम होला। माशाला म त कुकुर भन्दा पनि वफादार छु भन्थिस् त। यो के हो? यो के पनि होइन, कस्तो केही पनि होइन। यो हुनुमा तपाईँकै गल्ती छ है। मेरो गल्ती? मेरो गल्ती कसरी? कसरी हुनु? अनि सपिङ जाँदा मलाई पठाएको छ, डेटिङ जाँदा मलाई पठाएको छ, ससुराल जाँदा मलाई पठाएको छ। अनि म कन्फ्युज भएर मेरै बुढी सम्झिन्छु के। अनि तपाईँ चाहिँ रात दिन साउ बनेर बुढी चाहिँ मसँग हिँडेपछि हामी कन्फ्युज हुँदैन त। मैले घरको बुढी त बिर्सिसकेँ है। धेरै बहाना नगर, जारमा कि तेरो हात दे कि गर्दैन दे। गर्दैन त दिन सक्दिनँ, जार चाहिँ दिन्छु। यो गाडीको चाबी राख्नु। माशाला मेरो गाडीको चाबी मलाई दिन्छस्? अब गाडी बुढीको नाममा रहेछ, बुढी मेरो भएपछि गाडी पनि मेरो भइहाल्यो नि। ल हाम्रो हिसाब किताब बराबर भयो, जाउँ साउनी। बुढी भयो कि आजदेखि मेरो है। गाडीको चाबी हातमा, बुढी ड्राइभरको साथमा। मलाई त गाडी पनि चलाउन आउँदैन। यो गाडी कसले चलाउँछ? ओए सुन त, बुढी त लगिस यो गाडी कहाँबाट सिकिस् भनेर त जा यार। अब कहाँबाट हुनु नि? सिन्जाली ग्रुप एन्ड ड्राइभिङ ट्रेनिङ सेन्टरबाट। हजुर, यहाँ गाडी बाइक स्कुटर सिक्नको लागि वान टाइम पेमेन्ट गरिसकेपछि लाइसेन्स ननिक्लेसम्म त्यही पेमेन्टमा सिकाइन्छ। त्यति मात्र कहाँ हो र, हजुरहरूसँग लाइसेन्स निकाल्नको लागि टाइम कम छ र हप्ता दिनमै लाइसेन्स निकाल्न चाहनुहुन्छ भने दिनमा 2 देखि 3 पटक सिकाएर भए पनि हप्ता दिनमै लाइसेन्स निस्किने गरी ट्रेनिङ गराइन्छ। र हजुर भ्याली बाहिरबाट आउनुहुन्छ भने फ्री होस्टेलको पनि व्यवस्था रहेको छ। बुझ्नुभयो नि? बुझे। माशाला पातकी, हुन त आफ्नै गल्ती छ। टाइममै ड्राइभिङ लाइसेन्स निकालेको भयो भने अहिले यो अवस्था आउँदैन थियो। अब यो घर चलाउने मान्छे चाहिँ खोज्नु पर्यो। मुला साउजी, मान्छेको जवानी सकिने गरी घरमा थोरै आएपछि बदला लिनु परेन? बदला पनि शान्ति नै हो र, बुढी नै बढाइदियो नि त होइन। ल ल